Hi guys, good evening. हामी चाहिँ इभिनिङमा केटाकेटीलाई लिएर निस्केको बाहिर। यहाँ छिन् एउटी सानो मुस्तारुसा गुरुङ यहाँ छ। ए बच्चाको त ग्याङै रहेछ नि त यहाँ त। ग्याङ रहेछ नि त ग्याङ। तिङसाङ शेर्पा बेबी बेबिसा गुरुङ। छोडिदिनु न तारुसालाई। हाम्रो लिटिल बुद्ध लिटिल बुद्ध हिँड 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 त फेरि अर्काको घरतिर छिरिहाल्छिन् क्या। हिँड न तारुसा लिटिल बुद्ध। लेट्स गो लिटिल बुद्ध। ओ धन्नै खुट्टा लु पछार्ने भयो अब। लिटिल बुद्ध लिटिल बुद्धलाई त छोडिहाल्छ सबले। स्कुल चाहिँ बिहान 6 बजेदेखि बेलुका 7 बजेसम्म लाग्नु पर्थ्यो क्या। बिहान 6 बजेदेखि लागेपछि बेलुका ठ्याक्कै 7 बजेसम्म लाग्दाखेरि चाहिँ क्या आनन्द हुन्थ्यो। नत्र त 3 बजे नै छुट्टी हुन्छ। ए बेबी अब त्यहाँ कुदी हेर्ने। अनि कुकुरले यो टोलमा फेरि कतिवटा कुकुर छ भने घरमै 4वटा 5वटा कुकुर छ एउटै घरमा। डेल्साको मम्स गर्मी भएको बेलामा ब्ल्याङ्केट ओढेर हिँडिरहेको छ। हेर्नुहोस् उहाँलाई जाडो भएको ब्ल्याङ्केट ओढेर हिँडिरहनु भएको छ। यो चाहिँ सुधार केन्द्र हो है। सुधार केन्द्र रियाब सेन्टर के भन्छ रियाब सेन्टर होइन। भिडियो हालेर तर एउटै कपडामा के नाचेर अनि भाइरल भयो त त्यो लिसा अरे नाम पनि लिसा लिसा गयो अर्काको घरमा हेर्नु त यहाँ। अब गयो सुईमा जान्छ फेरि नडराइकन। ए त हिँड न कहाँ हिँडेको तिमी त खालि अर्काको घरमा छिर्छौ हो तारुसा। मेरो पनि अहिले त सर्ट भिडियोमा धेरै पो पुगिसक्यो त लाइक। ए लाइक अरे ऊ भ्युज। ओ ओ स्नेक हुन्छ है त्यस्तोमा त। हजुर आउँछ पैसा इन्टरटेनमेन्ट। ए ए त्यो फाल्ने ओ बुइन लागेन बुइन लागेन फाल्ने। ए जाउँ आउनु म त्यता देखाइदिन्छु त्यो मैले भनेको। ठिक त्यो दाइले अङ्कललाई नि भेटिन्छ होला त्यता। कुन यो त्यही त यो भाइ कता जानुभयो मोबाइल पसल। यसको कभर ल्याउनु भयो ए ल्याउनु भएन यताबाट होइन उसले हिँड्छु भने होला छोडिदिनु त म डोर्याउँछु। ल ल हुन्छ हात समातेर हिँड हात समातेर हिँड।
हिँड यहाँ उता हिँड न उता ऊ यहाँ सिटीमा चढ्छु भन्दैछ के अलिकति आऊ तिमी अलिकति उसले यहाँ पानी देखेको के पानी यहाँ आऊ छिटो छिटो आऊ छिटो यता यता हेर्नु त यहाँ अब म पनि कमको छु र म पनि कमको छु र म पनि ओइ लड्छ ऊ बाइक आयो बाइक बाइक साइडमा हिँड्ने है बाइक आउँछ लड्छ कुन्साङ घुँडा पिल्सिन्छ नि फेरि अस्तिको जस्तो होइन त्यही हो नि घुँडा त पिल्सिन्छ है फेरि यस्तो राम्रो आकाश भइरहेछ आज किन फाल्ने हो र कस्तो धेरै टोको के धेरै ऊ आफै आइहाल्ने रहेछ नि पछि पछि हामी हिँड्योपछि पकड्नु दर पक्रेन लड्दैन ऊ आफै अर्काको घर गह थुक्का थुक्का भन्छ भन्नु तार्सा यता ऊ बुई हेर आऊ यता आऊ छिटो 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 ऊ त्यहाँ छ धारा ऊ यहाँ धारामा पानी खान दिनु न तारुसा छिटो आऊ तारुसा हिँड तारुसा आफै आऊ तारुसा आऊ छिटो ल है साथीहरू बेलुकाको यस्तो राम्रो आकाश भइरहेछ बेलुका चाहिँ यो चाहिँ इटहरी 2 नम्बर वडाका वडा हो भन्ने वडा कार्यालय भनेछु 2 नम्बर वडा डम्फु चौक छेउछाउ पर्छ यस्तो राम्रो आकाश भइरहेछ यस्तो हुँदाखेरि त कस्तो लाग्छ क्या भाइहरूले मलाई हाई हाई भन्दैछ मैले भ्लग बनाएको भनेर भाइहरूले थाहा भएछ हाई हाई भन्दैछ सब्जी आइफोन रहेछ कि टुफोन रहेछ आइफोन रहेछ कि टुफोन रहेछ के भयो हजुर यस्तो राम्रो आकाशै राम्रो आकाशै राम्रो जुन ताराले यहाँनिर चाहिँ योगा भवन बन्दैछ यहाँनिर चाहिँ मन्दिर अरे के को मन्दिर भन्दैछ गणेश मन्दिर समथिङ के घर यो घर त बहुत बङ्गला जस्तै छ यहाँ मान्छे नि बस्दैन कोही यस्तो डेन्जर घर छ यो